मम्मी हजुर मलाई नि फ्रेन्च फ्राई पो खानु मन लाग्यो। फ्रेन्च फ्राई बनाइदिनु हजुर ल बनाइदिन्छु बस्दै गर ल। आज चाहिँ मैले के बनाउन गइरहेको छु भन्दाखेरि चाहिँ यहाँ चाहिँ फ्रेन्च फ्राई बनाउन गइरहेको छु। सो सिद्धुलाई मैले 4टा आलु र प्लेट ल्याऊ भनेर भनेको थिएँ होइन यो छिल्नुलाई बोक्रा छिल्नुलाई। उसले चाहिँ आलु धोएर ल्याएछ हो, तर यसलाई चाहिँ अब काटिसकेर म धुन्छु एकपल्ट फेरि, किनभने माटो माटो हुन्छ। अनि यसलाई काट्छु है म। आलु चाहिँ मैले बोक्रा छिलेर अब यसलाई धोइसकेको छु। अब यसलाई म कट गर्छु फ्रेन्च फ्राईको सेप। यो चाहिँ मैले स्लाइस गरिसकेको छु। यतिको थिक मोटा चाहिँ मोटै हुनुपर्छ हो। अनि यसलाई चाहिँ नि यसरी काट्नुपर्छ, यसरी स्टाइलमा, यो स्ट्रेट यसरी यस्तो छड्के पाराले चाहिँ होइन, यो चाहिँ यस्तो गरेर चाहिँ यसरी काट्नुपर्छ। यहाँ मैले फ्रेन्च फ्राईको सेपमा काटिसकेको छु। अब यसलाई चाहिँ म बोइल गर्नु राख्छु एकछिन लागि है। अब यसमा त अलिकति सल्ट हाल्छु, थोरै सल्ट हालेर बोइल गर्छु यसलाई। बेसी होइन, 5-6 मिनट चाहिँ बोइल गर्नुपर्छ। यो चाहिँ बोइल पनि भइसक्यो है। अनि यसलाई चाहिँ बोइल गरेर चाहिँ मैले एउटा यो छानीमा चाहिँ यसो छाने, यसको पानी चाहिँ सबै तराएर चाहिँ अब यसलाई चाहिँ म मसलाहरू हाल्छु। अनि एकदमै सजिलो अनि एकदमै छिटो मिठो बनिने स्न्याक्स हो यो चाहिँ नानीहरूको लागि। सो तपाईँहरू हेर्दै जानु होला, स्किप नगर्नु होला भिडियो है। सबैभन्दा पहिला त अब आलु नै चाहियो है। यो हल्का हाफ बोइल आलु यतिको चाहिँ बोइल हुनुपर्छ। हेर्नुहोस् ल, यतिको चाहिँ बोइल हुनुपर्छ। सबैभन्दा पहिला चाहिँ म यहाँ एड गर्छु कर्नफ्लोर। कर्नफ्लोर चाहिँ बेसी एड गर्नु पर्दैन, 1 चम्ची हाल्दा भइहाल्छ। यो कम्ती कम्ती गरेछु मैले। सो अब चाहिन्छ नुन है। मैले अघि पनि नुन एड गरेछु, त्यही भएर नुन चाहिँ बेसी एड गर्दिनँ, थोरै गर्छु। अनि अब पिरो, नानीहरूले पिरो खान्छ भने चिल्ली पाउडर यो चाहिँ नहाल्दा पनि हुन्छ, यो चाहिँ अप्सनल हो। मेरो नानीले चाहिँ थोरै पिरै मन पराउँछ, त्यही भएर यो चाहिँ अलिअलि यो गरेको छु। अब यसलाई चाहिँ मिक्स गर्नुपर्छ कुनै चम्चीले। यो चाहिँ अब कर्नफ्लोरले चाहिँ कोट भइसक्यो। अब यसलाई चाहिँ के गर्नुपर्छ भने अब चाहिँ यसलाई फ्राई गर्नुपर्छ। यहाँ कराईमा चाहिँ मैले रिफाइन्ड ओइल लिएको छु। रिफाइन्ड ओइल चाहिँ अलिक बेसी गरेर हाल्नुपर्छ। एउटा आलु हालेर हेर्छु, यो चाहिँ तेल कतिको गरम छ भनेर हेरेको। सो यतिकोमा हुँदा चाहिँ हाल्दा हुन्छ। अब यो चाहिँ यसलाई कम्ती कम्ती गरेर फ्राई गर्नु होला, किनभने एकदमै डिप फ्राई गर्नुपर्छ, त्यही भएर चाहिँ कम्ती कम्ती गरेरै हाल्नु है। यसलाई चाहिँ म यति आलु छ, यसलाई चाहिँ म 2 पल्ट गरेर फ्राई गर्छु। यो एकपल्ट भइहाल्यो, अनि अर्को राउन्ड फेरि 1 राउन्ड गरेर चाहिँ फ्राई गर्छु। 2 राउन्ड गरे भने चाहिँ ठिक्कै हुन्छ। मैले त्यही अनुसारले चाहिँ तेल त्यति नै एड गरेको छु। यसरी फ्राई गर्दा चाहिँ नि साथी हो, यो चाहिँ कहिले पनि टालिँदैन क्या। अनि यो चाहिँ मैले युट्युबबाट हेरेर सिकेको पनि होइन, यो चाहिँ मैले आफ्नै एक्सपेरिमेन्ट हो यो चाहिँ। अनि म चाहिँ अब के एक्सपेरिमेन्ट गरिबस्छु नि त खानाहरूको विषयमा, त्यो पनि अब पकाउनुको विषयमा। नानीले त्यस्तै अब खानु खोज्छ होइन, अनि उसलाई हमेसा 4-5 बजी चाहिँ इभिनिङ स्न्याक्स चाहिँ दिनैपर्छ उसलाई। जे भए पनि अब अलिकति खानु अलिकति क्या, जस्तै म्यागीहरू भयो, यस्तो फ्रेन्च फ्राईहरू भयो होइन, चाटहरू भयो, उसलाई त्यस्तो बनाइदिइराख्नुपर्छ। अनि त्यही भएर चाहिँ मैले यो चाहिँ आफै एक्सपेरिमेन्ट गरेको। सो यो अब हुनु आँटेको छ, यो अझै फ्राई गर्छु, किनभने क्रन्ची भएको चाहिँ मजाको हुन्छ नि त। र यतिकैमा निकाल्यो भने चाहिँ नरम हुन्छ है। अब यो चाहिँ मैले आफै चलाउँदाखेरि नै थाहा भइहाल्छ कि यो अलिक क्रन्ची हुँदैछ भनेर है। तर क्रन्ची पनि फेरि त्यस्तो डरलाग्दो क्रन्ची पनि बनाउनु पर्दैन।
टेस्टलेस हुन्छ फेरि बेसी क्रन्ची गऱ्यो भने सो अलिक ठिक्कको जतिको फ्रेन्च फ्राई हुन्छ त्यतिको बनाउँदा हुन्छ है आफूलाई चाहिँ खानु मन लाग्छ त्यस्तो बनाउँदा हुन्छ यतिको पनि भयो होइन र अझै कडा पार्छु भन्दा पनि भयो त्यो चाहिँ आफ्नै इच्छा हो यहाँ चाहिँ मैले यो फर्स्ट राउन्ड निकालिसकेँ अनि यहाँ चाहिँ सेकेन्ड राउन्ड पाक्दैछ है पाकिसक्यो है यो चाहिँ पाकिसक्यो है यसमा चाहिँ मैले सस लगाएर चाहिँ नानीलाई सर्भ गरेको छु तपाईले चियासँग है इभिनिङ टाइममा स्न्याक्स नानीहरूलाई एकदमै बनाएर दिन सक्नुहुन्छ सिद्धु रेडी मम्मी लु ट्राई गरेर भन कस्तो भयो दामी भयो दामी भयो त साँच्ची तपाईँले झुट बोलेको लाग्छ भने कस्तो मिठो आयो मसला च्वाट्टै रहेछ अनि ससले दामी बनायो झन् सससँग झन् दामी हुन्छ है मिठो लाग्यो अब मजाले इन्जोय गर ल अब त्यो केएफसीहरुमा खादिन कहिले जादिन तपाईले बनाइदिनु ल ल ल बाइ गरिदेऊ सबैलाई बाइ चाहिँ यो बुलडग हालेर खाने हेरे हो सस हालेर नि मजा हेरे कि तर पनि मिक्स गरिदिनु तेल मात्रै आउँछ नभए मिक्स गरिदिनु बेसी पिरो नखाऊ है सिधु भ कस्तो पिरो हुन्छ कति छ नि ब उसले चाहिँ खाली यसरी बुलडगसँग खानु खोज्छ सो गाइज आजको लागि यति नै है तपाईहरुलाई कस्तो लाग्यो यो रेसिपी कमेन्ट गर्नु होला फेरि पनि भेट्नेछौँ नेक्स्ट ब्लगमा बाइ बाइ टेक केयर